हेलो साथीहरू हेर्नुहोस् न आमामा पोखरादेखि कस्तो राम्रो देखिन्छ क्या हिमाल होइन पोखराको सर्र बाटो होइन अनि त्यसपछि हेर्नु न त्यो फेरि हिमाल क्या कस्तो मजाको देखिएको क्या आज आकाश पुरै खुलेर होला क्या होइन बिहान बिहान जाडो भयो नि म भिडियो टाइम गरिहालेँ क्या म त हेर्न कस्तो बवाल देखिन्छ त नि हिमाल त आम्मा कस्तो क्या मनै लोभ्याउने त्यही भएर नि होला क्या पोखरा टुरिस्ट धेरै आउने गयो घुम्दै के बिचरा अन्य हेर्नु फेवातालको मुखा गएको त फेरि हेर्नु पारी तरम भनेको आमा लाइफ ज्याकेट लाएर भिडियो गर्दै छु क्या म प्याक आज त गइयो टाला झरेर होइन टाढा ढुङ्गा नि झरेर गइयो क्या अन्त पारी हेरेको त कस्तो धेरै मान्छे देखेको क्या कति धेरै मान्छे हुन् क्या आज शनिबार भएर होला अनि हुँ गएको त झन् हेर्नु त आमा ढुङ्गा पार्किङ गर्न नि गाह्रो क्या मान्छेहरू त वारिपारी गर्ने त कति हो कति क्या आम्मा शनिबार भएर होला क्या अनि फुट्ट ढुङ्गादेखि झरेर गएको मन्दिर आनी हेर्नु त लाइन क्या पूजा गर्ने क्या लाइन भइचन गरे मान्छेहरू त भुवा चम्चा खाइन मान्छेहरू त हेर्नु त यता फेरि माछा हेर्नेको पनि उत्तिकै लाइन क्या नयाँ नि उस बन्दै रहेछ क्या मन्दिर के अरे बाराई मन्दिर तालबाराई चाहिँ नयाँ बन्दै रहेछ क्या अझै पूर्ण रूपमा सकिएको रहन्छ मान्छेहरू भने लाइन लाइन पुरै लाइन क्या त्यो धेरै मान्छे आउने भएर नि होला क्या दुईवटा मन्दिर बनाउनु लाग्यो होइन तर के हो हामीलाई नि के थाहा होइन जस लाइन बसिन्छन् पूजा गरिन्छन् अनि के हो र भन्ने हामी नि गइयो क्या माछा हेर्न ऊ हेर्नु भुजा यति माने भुजा हालिदिएका माछाले अलिअलि त खाएका होइन नखाएका फेरि उहीँ राखिदिएका पनि अलिअलि त खाइन्छन् क्या ऊ माछाले